हाम्रो सेलरी आयो त ब्याङ्क जाँदैछौँ अब ब्याङ्क जाँदै हामी ब्याङ्क जाँदै दोकानदारी गणेशबारी सट्ट तानेर घप्पा होइन हाम्रो भाडा उठाउने सम्झी भाडा उठाउनु भनेर हाम्रो सम्झीले यस्तो जङ्गलको बाटो जानुपर्छ ब्याङ्क चाहिँ घाँस मात्रै देखिन्छ सिधा एरिया सेरिया भनेको अब तेरेङको गाउँतिर कति हल्ला ब्याङ्क आइपुग्यो यस्तो है ब्याङ्क आइपुग्यो हो गाई ब्याङ्क आइपुग्यो सोल्टी त के भन्नु छ कि ब्याङ्क आइपुग्ने बेला फोन किन्नु पर्ने हो किन्न चाहिँ गाइज ब्याङ्कबाट अब हिँडेको रुम क्यास विड्रल गर्यो पैसा राख्दैछ स्याङ्जाली राजाले है आज त रौसी पार्टी गर्ने भन्ने
योजना छ गाइज हाम्रो रौसी हान्ने भन्ने कुरा भइरहेछ। कुन गाउँ हो? गुरुङ गाउँ। गुरुङ गाउँ रे गाइज, गुरुङ गाउँ। गुरुङ गाउँ त्यो भुजुङ गाउँ के भुजुङ। त्यहाँनिर नै गइया थियो घरमा। Go back to room guys. यहाँबाट यता सिधै गयो भने हामीलाई पैसा ट्रान्सफर गर्ने ब्याङ्क आइपुगेछ गाइज। पैसा ट्रान्सफर हान्नु पर्यो। मार्केट आयो गाइज। मार्केटमा समय किन्ने अलमल्ल परेर यहाँ बाहिर बसेर के सल्लाह सुझाव दिनु पर्यो। मैले आइफोन किनिसकेँ होइन गाइस। सरकारी बाबाले आइफोन किनिसक्नु भयो। 3टा आँखा छ। ए चाहिँ नहुँदो रहेछ क्या। ए चाहिँ नहुँदो रहेछ क्या। आँखा मात्रै हुँदो रहेछ। दाग खोज्दा खोज्दा हैरान। हो हो है। यता मेरो चेला एउटा केटी चाहिन्छ। आमाको भक्त केटी चाहिन्छ भन्दैछ। अहिले म निकालिदिन्छु किन्दै। गाइजहरू आइपुग्यो मार्केटबाट। मार्केटबाट रुममा आइपुग्यो गाइज हो। तपाईँ जाने हो? हो